हे रिमाल, तैँले यसरी नै काम बिगार्दै हिँडिस् भने यो काजीको इज्जत निकै उचाइमा पुर्याउँछस्। कुरो बुझिस् नि? पहिला यो गाउँका मानिसले काजी भनेपछि सिधा नजरले हेर्न पनि सक्दैनथे। अहिले यो गाउँका दलितले काजी खान्नालाई गन्न छोडिसके। यो सब तैँले गर्दा भएको। याद छ तँलाई? तेरो दिमागले केही सोच्छ? नालायक कहीँको। मैले गर्दा होइन के बाबा, समयअनुसार परिवर्तन भएको। तपाईँको जमानाको मान्छेले त अहिले पनि गनेकै छन्, मानेकै छन्। त्योभन्दा अरू के चाहियो? हेर बाबु, मैले तेरो बिहे गरिदिन्छु भन्दा तेरो बाबा मान्नुहुन्न। किन थाहा छ? किनकि तँ अझै पनि हाम्रो लागि बच्चै छस्। हुन त बुवा आमाको लागि छोराछोरी सधैँ बालाखा नै हुन्छन्, तर पनि बिहे गर्ने उमेर पुगे छैन भनेर मान्नु भएन। तेरो कारणले आज यसरी समाजहरू राख्न परेको छ। तेरो गल्तीहरू लुकाउनलाई पैसा खुवाएर झुटो बोल्न लाउनु परेको छ। जित सँगसँगै हार पनि भएको छ। अब बेइज्जतका ढोकाहरू खुल्ने डर भएको छ। अब त सुध्रिन पर्यो बाबु। मामु, मैले केही गल्ती गरेको छैन, मेरो विश्वास गर्नुहोस्। ती दलितहरूले हामीलाई फसाउन लागेका हुन्। मलाई पनि राम्रोसँग थाहा छ कसले कति झुट बोल्छ भन्ने कुरा। फेरि पनि यस्तै गल्ती गरिस् भने सबैभन्दा पहिला तेरो हात खुट्टा भाँचेर अपाङ्ग बनाउँछु अनि बल्ल समाज राख्छु। कुरो बुझ्यौ तिम्रो आमा छोराले?